राजा हुँ। मैले राज्य गरिएको ठाउँलाई भारतखण्ड भनिन्छ। यो सुन्दर नगरी भारतखण्ड अहिले 8वटा राष्ट्रले पूर्ण भएको छ। यस ठाउँमा म राज्य गर्दथे, तर मैले के विचार गरेँ भने संसार सारा सम्पूर्ण अनित्य रहेछ र यसमा किन म भुलिरहँ। यसमा भुल्नुभन्दा मैले यहाँबाट निक्लनु बेस भनेर आफ्नो कर्तव्यबाट च्युत नभइकन केवल मलाटो बहिरो र कान नसुन्ने जस्तो भएर म देवघाटमा आएर तपस्या गरेँ र आखिरमा मृगको प्रसङ्गमा म मृग भएँ। मृगको शरीर त्यागेर अहिले कर्मेशे ब्राह्मणको छोरो भएर आएको छु। कसैले चुड्छन् चुटाइन्छु, कसैले पिट्छन् पिटिन्छु, कसैले हान्छन् हानिन्छु, कसैले जब बाण हान्छन् हानिन्छु, कसैले वज्र हान्छन् हानिन्छु। महाराज, यहाँभन्दा मलाई मसिनो हुने ठाउँै छैन। यसमा चिन्ता मैले केही गरे पनि छैन। एउटा कुरा म के भन्न चाहन्छु भनेदेखि अहम पुरा भारतो नाम राजा विमुक्त दृष्टवा श्रुत सङ्गबन्ध। अर्थात् एक दिन म जब डुल्दै गएको थिएँ, एउटा चौतारामा गएर म बास बसेँ।